हेलो गाइस, यो चाहिँ हाम्रो अर्ग्यानिक मिल भन्छ, जसलाई चाहिँ घट्ट भनेर चिन्छन्। त्यसको चाहिँ बनावट यस्तो हुन्छ, म तपाईहरुलाई देखाइराखेको छु, हेर्न सक्नुहुनेछ। यो चाहिँ पानी ल्याउने कुलो भन्छन्, यहाँदेखि आउँछ। अनि यो चाहिँ बान, यहाँनिर यसलाई चाहिँ यसरी लगायो भने चाहिँ पानी जान्छ। तर अहिले गयो भने त घट्नमा कोही छैन हैन। अनि यहाँदेखि चाहिँ यस्तो बना हुन्छन्, फेरि यहाँदेखि भित्र जान्छ पानी। अनि यसरी चाहिँ यो पाइपको सहायताबाट यस्तो छानो टाइपको घट्ट बना हुन्छन् हैन। अब तपाईहरुलाई म त्यहाँभन्दा भित्रको भाग पनि देखाउँछु। अनि यो चाहिँ यस्तो हुन्छ। ओ यहाँभित्र कस्तो छ हामीलाई बाबुले देखाउँछन्। खोलो त बाबु, त्यो तल लिने हो कि माथि लिने हो? यसरी खोल्यो भने हैन। अनि यसको भित्री बनावट चाहिँ यस्तो हुन्छ है। अहिले चाहिँ बन्द छ। यो चालुको भिडियो पनि म तपाईहरुलाई देखाउने छु। अनि बन्द हुँदा चाहिँ यसको बनावट यस्तो हुन्छ। यो चाहिँ माथि अन्न राख्ने हैन। अनि तल चाहिँ यो पुरा चाहिँ यसरी घुमिराखेको हुन्छ। कस्तो राम्रो छ हेर्नु त, अर्ग्यानिक मिल हाम्रो। अनि यो चाहिँ हेर्नुस्, यहाँ पानी बगिरहेको, यसको तल चाहिँ यस्तो प्रकारको हुन्छ, हेर्न सक्नुहुन्छ तपाईहरु। यो चाहिँ घुम्छ, तल पानीको सहायताले घुम्छ। आज चाहिँ यो काठको हुन्छ, तर यहाँ चाहिँ फलामको पनि बनाएको रहेछ है, यस्तो खालको। यसको तल यसरी फन 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 घुम्छ रे, भित्र त देखिएर टाढादेखि चाहिँ यसको च्वाक्क सुहाउँदो खालको यस्तो चाहिँ बनाएको हुन्छ। धन्यवाद।